र गाइस आज चाहिँ म बिहानै उठेर आङ तान्दै बाहिरतिर नजारा हेर्दै र बाहिर चाहिँ एकदमै राम्रो नजारा देखिरहेको थियो गाइस है। तपाईले यस्तो नजारा हेर्नु मन चाहिँ हाम्रो गाउँमा आउँदा हुन्छ। हाम्रो घरमा चाहिँ अलिकति कन्स्ट्रक्सनको काम चलिरहेको थियो, त्यही भएर अलिकति सामान ल्याङफ्याङ छ। र एकजना अङ्कल चाहिँ बिहानै खुकुरी बेच्दै आउनु भएको रहेछ है। अङ्कल चाहिँ अब हाम्रो गाउँमा आइबस्नु खुकुरी बेच्नु, अनि बुवाले पनि खुकुरी हेर्नु हुँदैछ। अनि यहाँ चाहिँ बुवाले मामाले भिडियो कलमा खुकुरी पल्टाइ देखाइरहनु भएको छ है। मामाले मगाउनु भएको थियो खुकुरी चाहिँ। अनि म चाहिँ यहाँ बाहिर अलिकति नजाराहरू हेर्नुको लागि बाहिर आएको थिएँ। अन्त यहाँनिर चाहिँ गाइस हाम्रो आमाले रोप्नु भएको फुलहरू छ। यहाँ चाहिँ यही आमाले एकदमै मिहिनेतले रोप्नु भएको फुलहरू छ। अब गाइस नजारा चाहिँ एकदमै राम्रो देखिन्छ हाम्रो घरबाट, त्यही पनि हाम्रो घर अलिक र गाइस अघि खुकुरी बेच्नु आउनु भएको अङ्कलले चाहिँ लुगा पनि बेच्छु भनेर भन्नुहुँदै थियो, तर लुगा चाहिँ पर दोकानमा छोडेको छु आइदिउ न भनेर यति रिक्वेस्ट गरिदिनु भयो। अब रिक्वेस्ट गरेपछि जानै पर्यो, त्यही भएर म चाहिँ अब दोकानतर्फ जाँदै थिएँ है जाँदैछु। अन्त हाम्रो गाउँको चाहिँ एकदमै राम्रो भ्यू छ गाइस। अलिकति हतार हुनु कारणले चाहिँ म अलिकति अब कुद्नु पर्यो है गाइस। नहाँस्नु होला है गाइस, कुदेर देखेर है अलिकति हतारै थियो। अन्त हाम्रो गाउँको चाहिँ एकदमै राम्रो भ्यू देखिरहेको छ है गाइस। हाम्रो गाउँ चाहिँ अब अलिक एकदमै राम्रो भ्यू देख्ने ठाउँमै छ है। र गाइस यहाँ चाहिँ हाम्रो दुईजना भाइ र बहिनीले चाहिँ मजाले बलुवा खेलिरहेको थियो है। यो देखेर चाहिँ गाइस मलाई मेरो बाल्यकालको याद आयो। अहिले पनि ठुलो त भएको छैन, सानै छु। उनीहरूको उमेरमा म पनि त्यस्तै छु। र गाइस दोकान आइपुगेर चाहिँ सामान चाहिँ यहाँ दोकानको बाहिर छोडिदिनु भएको थियो। यो टक्क काँधमा हालेर ठुइँ गाइस म चाहिँ अब र गाइस घरमा आएर अङ्कलले लुगा देखाइदिनु भयो है। अनि मैले पनि आफ्नो लागि एउटा बक्सर छाने है। अनि यहाँनिर म तपाईँहरूलाई बाई भनेर बोल्छु, हाफ प्यान्ट झरेर पनि गाइस अलिकति। द्याट्स इट फर टुडे।